साथीहरु नमस्ते। यो काउलोको धुलो तपाईहरुले गाउँघरमा रोटीमा हाल्ने काउलो भनेर सुन्नु भएको छ। त्यसकै धुलो। यसले चाहिँ हड्डी खिएको जुनसुकै ठाउँको हड्डी खिएको बिसेक बनाउँछ। प्रेसरले हानेको पनि बिसेक बनाउँछ। बिहान आधी चम्ची बेलुका आधी चम्ची खानु। खाएको 1-1.5 महिनामा मलाई फोन गर्नु कति सुधार आउँदो रहेछ। 100% ग्यारेन्टी हो साथीहरु। झुट्टो भिडियो हालेको छैन। मन पर्यो जति सक्दो सबैलाई शेयर गर्नु। कति आमा बुवा डाक्टर कहाँ जाएर हैरान भइसकेर आइसकेका हुन्छ। बिसेक हुँदैन। डाक्टरको पनि खासै औषधि हुँदैन। हड्डी खिएको नसा च्यापेको तपाईको चाहिँ यो चाहिँ प्रेसरले हानेको एक्सरसाइज नै हो। त्यहाँ भन्दा छैन। यी हेर्नुस् त यस्तो क्याल्सियम हुन्छ यहाँ हेर्नुस्। यो चाहिँ अब तपाईको यहाँ मैले मुसेको छु। यसमा मुसेको अघि यो धुलो यस्तो क्याल्सियम हुन्छ। यो छुटिँदै यस्तो खाना आधी चम्ची खाना बिहान। अनि यो चाहिँ यस्तो चिप्लो हुन्छ क्या। यी क्याल्सियमै क्याल्सियम हेर्नु। यी अनि यसरी यो जहाँ हड्डी खिएको छ नि त्यहाँ यसरी लाउने अनि नेपाली कागजले ट्याप्प छोप्ने बाँध्ने आफै जान्छ। अनि तपाईको धेरै भन्दिनँ 15-20 दिनमा तपाईलाई पहिलाको भन्दा धेरै ठिक भयो भन्नुहुन्छ।